यो चिसापानी पुलबाट प्रत्यक्ष लाइभ देखाइरहेका छौँ। जय हो प्रभु हर महादेव। अहिले त यहाँ भएन त राजा, अहिले फर्किन्छु। चिसापानी पुल सुदूरपश्चिमको प्रवेशद्वारमा हामी अहिले शनिबारको यता हाम्रो मामाजी हुनुहुन्छ, देखाइरहेको छु हजुरको फेसबुकलाई गइरहेको छ तपाईँ जनताका फोटोहरु देखाउने अनि आफू देखाउने। हाम्रो मामा केशव ढकाल, उता हाम्रो अङ्कल के अरे नाम भन्नु त, क्षेत्रप्रसाद उपाध्याय प्रत्यक्ष लाइभमा छौँ हामीहरू चिसापानीबाट अहिले फेसबुक लाइभबाट। हाम्रो नेपाल फेसबुक लाइभ हो, त्यो चिसापानीबाट फेसबुक लाइभ चलिरहेको छ। हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु होला। ब्याग कटिजानु भने त्यो अचम्मै माने चाहिँ मैले के हेरेको लीला कला देखिनु पर्ने हो कि देखिन त मैले आज फर्स्ट खोलेँ कि मलाई थाहै छैन यो बारेमा के। चिसापानी पुलको अवलोकन देखाइरहेका छौँ। चिसापानी पुल यो हाम्रो चिसापानी पुलको अवलोकन हो। यो कर्णाली बगिरहेको छ। यहाँ हाम्रो स्वच्छ वातावरण, चिसापानीको आनन्द, पुलको आनन्द, स्वच्छ हावापानी र स्वच्छ वातावरणको साथमा छौँ हामी। बजार देखाउन सकिन्छ। लोकेसन देखाउने पहिला हामी चिसापानीको रमणीय स्थल। कर्णालीका पुला कर्णालीका पुला हाम्रो सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानी सुदूरपश्चिम र यो लुम्बिनी प्रदेश जोड्ने हाम्रो चिसापानी पुलबाट प्रत्यक्ष लाइभ दिइरहेको छु म शिवराज उपाध्याय, लम्कीचुवा नगरपालिका वार्ड नम्बर 4 भल्का कैलालीदेखि।